हेलो एभ्रिवान, लस्सो फ्याफुल्ला सबैजनालाई मेरो बिहानको ब्लगमा। मेरो चाहिँ कहिलेकाहीँ झाडुबाट बिहान सुरु हुन्छ भने कहिलेकाहीँ मेरो चाहिँ घाँस काटेर सुरु हुन्छ र बारीमा काम हुँदाखेरि बारीबाट सुरु हुन्छ। आज चाहिँ मेरो घाँस काट्नेबाट सुरु हुँदैछ। घाँस काट्नको लागि चाहिँ हामी दिदीबहिनी आएको थियौँ र बारी पनि पुग्यो साथीहरू। अब घर जानुपर्ने हुन्छ अनि घर आएर खाजासाजा खाएँ अनि त्यसपछि म चाहिँ भाँडा मोल्नतिर लागेँ। आजको मौसम चाहिँ बिहानदेखि दुम्म भइरहेको थियो, त्यो कारणले सिमसिमे पानी पर्न सुरु हुन थाल्यो। त्यो भएको कारणले मम्मी र म चाहिँ बाख्रा फुकालेर भित्र हुलाइदिएँ। आज चाहिँ मेरो बिहान घाँस काटेकोदेखि सुरु भएको कारणले बिहान मैले यतातिर सफा गरेको थिएन। सो त्यो कारणले घरमा आएर खाजासाजा खाएर त्यसपछि मेरो यो सफा गर्ने काम सुरु भयो। अनि त्यसपछि म यताउता गर्दै सफा गर्न थालेँ। अनि मम्मी पनि यताउता काम गर्दै हुनुहुन्थ्यो अनि म पनि यताउता गर्दै काम गर्दै थिएँ। अनि त्यसपछि बाबा पनि यताउता हुँदै काम गर्दै हुनुहुन्छ। मलाई चाहिँ अलिअलि रुगा लागेकोले साथीहरू धेरै दिन भइसक्यो, रुगै हराउँदैन, के गर्ने होला। तर पनि केही छैन, मेरो भोइस चाहिँ क्लियर छ त भन्दैन, त्यति साह्रो राम्रोसँग बोल्न भइरहेको छैन। त्यसको बारेमा छोडौँ। अब यहाँ यता अब आजको दिनको कुराहरू गर्नु पर्यो नि त भ्लग बनाएपछि। सो यहाँ चाहिँ हाम्रो पुरै धुम्सी हो कि के भन्ने, पुरै मकैहरू भाँचेर बिजोग पार्दैछ साथीहरू। केले गर्यो होला त्यस्तो। यो घर भन्ने चिज चाहिँ कहिले पनि सफा नहुने रहेछ कि साथीहरू। जति सफा गरे पनि त्यति नै धुलो आउने, त्यति नै धुलो। मेरो मेन फोहोर गर्ने चाहिँ यही दुईजना हो, महाराजा र महारानी। यिनीहरूको आची जति सोरे पनि त्यति नै हुन्छ क्या साथीहरू, त्यति नै फोहोर गरिरहेको हुन्छ। अनि त्यतिकैमा त्यसको बारेमा नै कुरा छोडौँ। अनि त्यसपछि मेरो यतातिर सफा गर्ने सुरु भयो साथीहरू। यतिकैमा म टेबलहरू केहरू सफा गर्नतिर लागेँ। बाहिर सिमसिमे पानी परिरहेको थियो, सो बसिरहनु भन्दा भनेर यसो यताउता सफा गरेँ साथीहरू। हाम्रो हजुरआमाले भन्नुहुन्छ क्या, बेला नकुबे घरको दलिनतिरको फोहोरहरू झार्नु हुँदैन भन्छ। मिल्छ कि मिल्दैन होला, ममको कुरा नपत्याएको चाहिँ हो, तर पनि तपाईँहरूलाई नि सोधेको मात्र हो। मिल्छ कि मिल्दैन होला साथीहरू, त्यो भनेर सफा नै गर्न पाइरहेको छैन। को धलानहरू पुरै फोहोर भइसक्यो साथीहरू, मैले झारेकै छैन। के दिनमा मात्र झार्न मिल्छ भन्नुहुन्छ क्या हजुरआमाले, त्यो भएर झारेकै छैन। आजको ब्लग चाहिँ मेरो यति नै हो। बिहानको ब्लग चाहिँ यति नै सकिएको छ। अब नेक्स्ट ब्लगमा भेटौँला। ओके बाई।